दाइ भोक लाग्यो। सो गाइज आज म र भाइ यस्तो चर्को घाममा काम गरिरहेको थियो। भाइले सिधै भन्छ दाइ भोक लाग्यो। अब भाइले भनेपछि त दाइ भएर केही त बनाउनु पर्यो नि त भाइको लागि। त्यसैले सिम्पली चिउरा भुट्न आइदिएको। घरमा आएर पहिला हात खुट्टा धुएर ग्यास बालेर आफ्नो लोकल स्टाइलमा चिउरा भुट्न आँटेको। मलाई थाहा छैन तपाईँहरूले के सामग्री हालेर भुट्नुहुन्छ। मैले चाहिँ सिम्पली प्याज र खुर्सानी मात्रै हाल्छ है गाइज। पहिला सुरु प्याज र खुर्सानी रातो हुनुजेलसम्म तेलमा भुटेर अनि रातो भएपछि आफूलाई चाहिने जति चिउरा हालेपछि अनि हल्का नुन पनि थप्नु पर्ने हुन्छ। अनि आफूलाई जसरी आउँछ त्यसरी मिक्स गर्नुपर्ने हुन्छ। चिउरा भुटेर त रेडी भइसक्यो तर अचार बिना मजै आउँदैन। त्यसैले म चाहिँ अचार बनाउनुतर्फ लागेँ। अचारको लागि चाहिँ मैले 4-5 वटा खुर्सानी, लसुन अनि हल्का नुन हालेर पानी हालिदिनु पर्ने हुन्छ। सो त्यसपछि मिक्सरमा यसरी पिन्नु पर्ने हुन्छ। सो फाइनली गाइज हाम्रो अचार चाहिँ भइसक्यो रेडी। खाजा रेडी भइसकेपछि म र भाइ सिधै खानतर्फ लागे। भिडियो बनाउँदै र खाँदै गर्दा भाइ चाहिँ सुरुमा लजाउँदो रहेछ, पछि केही हुँदैन भनेको त सिधै आएर ड्याङडुङ बजाउन थालेछ। सो गाइज आजको यो भ्लग कस्तो लाग्यो यसो कमेन्ट हानिदिनु पर्यो।